जुनियर बोइज नाम्लाबाट दिवन थापा जर्सी नम्बर 1, पंकज विश्वकर्मा जर्सी नम्बर 10, छिरिङ शेर्पा जर्सी नम्बर 8, शोभित लिम्बू जर्सी नम्बर 2, शीतल लिम्बू जर्सी नम्बर 7, अमृत राई जर्सी नम्बर 14, अरुण राई जर्सी नम्बर 3 अनि अतीत राई जर्सी नम्बर 24 र त्यसै गरी कोठी एफसी का खेलाडीका नाम यस प्रकार रहेका छन्। सन्तोष राई जर्सी नम्बर 15, कोन्छे शेर्पा जर्सी नम्बर 3, छिरिङ शेर्पा जर्सी नम्बर 5, पेम्बा शेर्पा जर्सी नम्बर 1, राजु तामाङ जर्सी नम्बर 8, दीपक बुजेल जर्सी नम्बर 4, दोर्जे तामाङ जर्सी नम्बर 9 अनि रबिन राई जर्सी नम्बर 6 र रेफ्रीको विसल साथमा म्याच सुरु भइसकेको छ। जर्सी नम्बर 8, जर्सी नम्बर 5 का दरिलो प्रहार पोस्टदेखि धेरै बाहिर ब्याककिकमा परिन। त्यो ब्याककिक जुनियर बोइज नाम्लाको लागि। जर्सी नम्बर 8 ब्याककिकको लागि तयारी। छिरिङ शेर्पा को यो लामो काउन्टर जर्सी नम्बर 8 को लागि नियन्त्रण गर्नु असफल, ब्याककिकमा परिन। त्यो ब्याककिक कोठी एफसी को लागि। कोठी एफसी का खेलाडी जर्सी नम्बर 5 छिरिङ शेर्पा आफ्नो साथीहरु लामो काउन्टर टचआउटमा परिणत। यो टचआउट जुनियर बोइज नाम्लाको लागि। जर्सी नम्बर 15 दरिलो बाट जर्सी नम्बर 15 कोठी एफसी का खेलाडी सन्तोष राईको यो दरिलो प्रहार कर्नर किकमा परिणत। कोठी एफसी का गोलरक्षक पेम्बा शेर्पा साथै त्यो लामो काउन्टर गोलरक्षकद्वारा बचाउ थ्रोइङमा परिणत। थ्रोइङ कोठी एफसी को लागि। जर्सी नम्बर 5 आफ्नो साथीले लामो थ्रोइङ डिफेन्डरद्वारा क्लियर। जर्सी नम्बर 8 क्रस जर्सी नम्बर 10 को लागि। जर्सी नम्बर 10 आफ्नो साथीहरुले जर्सी नम्बर 8 को लागि यो सुन्दर मौका सर्ट पनि गरेको थियो, टचआउटमा परिणत। त्यो टचआउट कोठी एफसी को लागि। जर्सी नम्बर 5 सरी जर्सी नम्बर 8 को यो फ्लिक जर्सी नम्बर 15 को लागि। जर्सी नम्बर 15 साथीहरुले दरिलो प्रहार जर्सी नम्बर 3 को फल्ट। यो फल्ट हाने मौका कोठी एफसी को लागि। जर्सी नम्बर 3 साथै जर्सी नम्बर 5 को लागि क्रस दरिलो प्रहार डिफेन्डरद्वारा फेरि पनि बचाउ। जर्सी नम्बर 10 दरिलो प्रहार फेरि पनि पोस्टदेखि धेरै बाहिर ब्याककिकमा परिणत। कोठी एफसी नाम्ला जुनियर बोइज को लागि बारम्बार खतरा बन्दै र यो ब्याककिक जुनियर बोइज नाम्लाको लागि सिधै ब्याककिकमा परिणत। जर्सी नम्बर 5 कोठी एफसी का खेलाडी यो लामो काउन्टर सिधा ब्याककिकमा परिणत। जर्सी नम्बर 8 को फ्लिक जर्सी नम्बर 15 को लागि तर गोलरक्षकद्वारा बचाउ ब्याककिकमा परिणत। दरिलो प्रहार जर्सी नम्बर 10 को टचआउटमा परिणत। यो टचआउट जुनियर बोइज नाम्लाको लागि। जुनियर बोइज नाम्लाका खेलाडी शीतल लिम्बू जर्सी नम्बर 3 अरुण राई साथै त्यो लामो थ्रोइङ जर्सी नम्बर 7 को लागि। टचआउटमा परिणत। त्यो टचआउट कोठी एफसी को लागि लामो थ्रोइङ दरिलो प्रहार जर्सी नम्बर 8 को कर्नर किकमा परिणत। त्यो कर्नर किक जुनियर बोइज नाम्लाको लागि सुनौलो मौका बन्दै। जर्सी नम्बर 10 पंकज विश्वकर्मा आफ्नो साथीहरुले पास तर डिफेन्डरद्वारा बचाउ टचआउटमा परिणत। टचआउट जुनियर बोइज नाम्लाको लागि थ्रोइङ। जर्सी नम्बर 8 फेरि पनि टचआउटमा परिणत। थ्रोइङ कोठी एफसी को लागि। जर्सी नम्बर 3 कोन्छे शेर्पा साथै त्यो लामो थ्रोइङ जर्सी नम्बर 5 को लागि।
डिफेन्डरद्वारा बचाउ टच आउटमा परिणत त्यो टच आउट कोठी एफसीको लागि जर्सी नम्बर 5 आफ्नो साथी हेर्दै जर्सी नम्बर 8 को लागि जर्सी नम्बर 8 साथी जर्सी नम्बर 3 को लागि जर्सी नम्बर 10 कन्से गोलद्वारा फेरि पनि बचा जर्सी नम्बर 5 आफ्नो साथी हेर्दै जर्सी नम्बर 15 को लागि क्रस नियन्त्रण गर्नु असफल थ्रोइङमा परिणत थ्रोइङ जुनियर बोइज नाम्लाको लागि लामो थ्रोइङ डिफेन्डरद्वारा क्लियर फेरि पनि थ्रोइङमा परिणत थ्रोइङ जुनियर बोइज नाम्लाको लागि जर्सी नम्बर 7 शीतल लिम्बू साथी हेर्दै गलत थ्रो भएको कारणले गर्दा कोठी एफसीलाई दिएको छन् यो लामो थ्रोइङ जर्सी 3 को जर्सी 5 को लागि र डिफेन्डरबाट क्लियर जर्सी नम्बर 7 को यो पास नियन्त्रण गर्नु असफल टच आउटमा परिणत टच आउट कोठी एफसीको लागि जर्सी नम्बर 15 खुट्टामा खतरा हुन्छ जर्सी नम्बर 15 को सर्ट अनि यो सुन्दर गोल जर्सी नम्बर 15 कोठी एफसीका खेलाडी सन्तोष राई पहिलो गोल गर्नुमा सफल बनेका छन् र अहिलेसम्मको स्कोर हेर्नु हो भने कोठी एफसी एक गोलले अघि छन् भने जुनियर बोइज नाम्ला अहिले पनि पहिलो गोलको खोजीमा बल चलिसकेको छ दरिलो प्रहार फेरि पनि जर्सी नम्बर 15 सन्तोष राईको टच आउटमा परिणत यो टच आउट कोठी एफसीको लागि सरी नाम्ला जुनियर बोइज नाम्लाको लागि लामो थ्रोइङ डिफेन्डरद्वारा क्लियर त्यसले 15 सन्तोष राई खतरा हुन सक्छ सन्तोष राई र डिफेन्डरद्वारा बचाउ जर्सी नम्बर 3 आफ्नो साथी हेर्दै 15 को लागि पास जर्सी नम्बर 5 जर्सी नम्बर 8 को लागि सुन्दर मौका तर डिफेन्डरद्वारा बचाउ थ्रोइङमा परिणत जर्सी नम्बर 3 कोही दरिलो प्राण ल्याउँदैन सिधा बाहिर टच आउटमा परिणत त्यो टच आउट कोठी एफसीको लागि जर्सी नम्बर 5 छिरिङ शेर्पा आफ्नो साथीले लामो थ्रोइङ जर्सी नम्बर 8 को लागि सुन्दर मौका तर गोलरक्षकद्वारा बचाउ टच आउटमा परिणत त्यो टच आउट कोठी एफसीको लागि जर्सी नम्बर 3 कन्चे शेर्पा आफ्नो साथीले लामो थ्रोइङ जर्सी नम्बर 8 राजुको लागि नियन्त्रण गर्नु असफल दरिलो प्रहार कन्चे शेर्पाको ब्याकिकमा परिणत त्यो ब्याकिक जुनियर बोइज नाम्लाको लागि जर्सी नम्बर 9 आफ्नो साथी हेर्दै पास तर यो गलत पास टच आउटमा परिणत त्यो टच आउट कोठी एफसीको लागि जर्सी नम्बर 3 कन्चे शेर्पा आफ्नो साथीले लामो थ्रोइङ जर्सी नम्बर 8 राजुको लागि नियन्त्रण गर्नु असफल टच आउटमा परिणत यो टच आउट कोठी एफसीको लागि जर्सी नम्बर 5 दरिलो प्रहार र डिफेन्डर ब्लक दरिलो प्रहार जर्सी नम्बर 8 को तर गोलरक्षकद्वारा सुन्दर बचाउ कर्नर किकमा परिणत जुनियर बोइज नाम्लाको लागि सुन्दर मौका बन्दै यो कर्नर किक जर्सी नम्बर 7 को लागि यो बल ब्याकिकमा परिणत त्यो ब्याकिक कोठी एफसीको लागि जर्सी नम्बर 5 छिरिङ शेर्पा साथीले लामो काउन्टर ब्याकिकमा परिणत लामो काउन्टर गोल र अहिलेसम्मको स्कोर हेर्नु हो भने कोठी एफसी एक गोलमा छन् भने जुनियर नाम्ला बोइज पनि एक गोलमै र म्याच काँडाको टक्कर भइसकेको जर्सी नम्बर 10 को खुट्टामा बल फेरि पनि कता हुन सक्थ्यो डिफेन्डरद्वारा बचाउ ब्याकिकमा परिणत ब्याकिक कोठी एफसीको लागि लामो काउन्टर गोलरक्षकद्वारा सजै नियन्त्रण जुनियर बोइज नाम्लाका गोलरक्षक दिवन थापा आफ्नो साथी त यो काउन्टर तर डिफेन्डरद्वारा ब्लक जर्सी नम्बर 5 को लागि सुन्दर मौका जर्सी नम्बर 5 कोठी एफसीका खेलाडी छिरिङ शेर्पा आफ्नो साथी हेर्दै सर्ट पनि गरेको थियो कर्नर किकमा परिणत कर्नर किक कोठी एफसीको लागि जर्सी नम्बर 8
राजु तामाङ कोठी एफसीका खेलाडी कर्नर किकको लागि तयारी फेरि पनि कर्नर किकमा परिणत जर्सी 5 छिरिङ शेर्पा कर्नर किकको लागि तयारी आफ्नो साथी हेर्दै जर्सी 15 को लागि सुनौलो मौका सन्तोष राईको लागि सर्ट पनि गरेको थियो तर पोस्टदेखि बाहिर ब्याकिकमा परिणत त्यो ब्याकिक जुनियर बस नाम लाग्यो यो लामो काउन्टर जर्सी नम्बर 8 को लागि गोलरक्षकद्वारा बचाउ गोलरक्षक आफ्नो साथी हेर्दै लामो काउन्टर जर्सी नम्बर 15 सन्तोषको लागि सन्तोष बल नियन्त्रण गर्न असफल टचआउटमा परिणत त्यो टचआउट कोठी एफसीको लागि जर्सी नम्बर 3 कोचे शेर्पा आफ्नो साथी हेर्दै लामो काउन्टर जर्सी नम्बर 8 को लागि फेरि पनि कोचे शेर्पा आफ्नो साथी हेर्दै सन्तोषको लागि डिफेन्डरद्वारा ब्लक ब्याक ट्याकल भएको कारण गरेर यहाँ फल्ट हाने मौका कोठी एफसीको लागि कोठी एफसीका खेलाडी जर्सी नम्बर 3 कोचे शेर्पा दरिलो पार्यो कोचे शेर्पाको पोस्टदेखि बाहिर ब्याकिकमा परिणत यो ब्याकिक जुनियर बोइस नाम्लाको लागि लामो काउन्टर जर्सी नम्बर 8 को र डिफेन्डरद्वारा ब्लक जर्सी नम्बर 3 को क्रस तर डिफेन्डरद्वारा ब्लक टचआउटमा परिणत त्यो टचआउट कोठी एफसीको लागि छिरिङ शेर्पा साथी दे थ्रोइङ टचआउटमा परिणत टचआउट 15 राजु सन्तोष राई आफ्नो साथी हेर्दै टचआउटमा परिणत टचआउट जुनियर बोइस नाम लाग्ला लामो थ्रोइङ जर्सी नम्बर 8 को लागि यो क्रस ब्याकिकमा परिणत त्यो ब्याकिक कोठी एफसीको लागि यो लामो काउन्टर कोचे शेर्पाको डिफेन्डरद्वारा क्लियर जर्सी नम्बर 5 को दरिलो प्रहार एउटा डिफेन्डरद्वारा बचाउ जर्सी नम्बर 5 आफ्नो साथी हेर्दै 15 सन्तोषको लागि टचआउटमा परिणत टचआउट जुनियर बोइस नाम्लाको लागि जर्सी नम्बर 3 अरुण राई आफ्नो साथी हेर्दै जर्सी नम्बर 7 शीतलको लागि सन्तोषको बल जर्सी नम्बर 8 छिरिङ शेर्पाको लागि सुन्दर क्रस सर्ट पनि गरेको थियो गोलरक्षकद्वारा बचाउ टचआउटमा परिणत त्यो टचआउट कोठी एफसीको लागि सन्तोष आफ्नो साथीहरुले दरिलो प्रहार जर्सी नम्बर 8 को फेरि पनि छिरिङ शेर्पाको ब्याकिकमा परिणत जर्सी नम्बर 8 छिरिङ शेर्पा बारम्बार खतरा बन्दै कोठी जुनियर बोइस नाम्लाको लागि लामो काउन्टर जर्सी नम्बर 3 अरुणको डिफेन्डरद्वारा क्लियर टचआउटमा परिणत त्यो टचआउट जुनियर बोइस नाम्लाको लागि जर्सी नम्बर 3 अरुण राई आफ्नो साथी हेर्दै गलत थ्रो भएको कारणले गर्दा कोठी एफसीलाई दिएको छ यो लामो थ्रोइङ जर्सी नम्बर 3 कोन्चेको सन्तोषको लागि फेरि पनि टचआउटमा परिणत टचआउट कोठी एफसीको लागि जर्सी नम्बर 3 कोन्चे आफ्नो साथीहरु जर्सी नम्बर 5 छिरिङको लागि फेरि पनि टचआउटमा परिणत त्यो टचआउट कोठी एफसीको लागि लामो थ्रोइङ कोन्चेको लागि कोन्चेको यो काउन्टर कोही नभएको कारणले गर्दा ब्याकिकमा परिणत त्यो ब्याकिक जुनियर बोइस नाम्लाको लागि जर्सी नम्बर 3 अरुण राई आफ्नो साथीहरुले लामो काउन्टर डिफेन्डरद्वारा फेरि पनि बचाउ कोन्चेको यो दरिलो प्रहार ब्याकिकमा परिणत सरी यहाँनिर ह्यान्डबल रेफ्रीको विसलद्वारा ह्यान्डबलको इसारा अरुण आफ्नो साथी हेर्दै जर्सी नम्बर 8 को लागि यो ब्याक पास शीतल साथी हेर्दै अरुणको लागि अरुण दरिलो प्रहार अरुणको जर्सी नम्बर 10 को लागि सुनौलो मौका थियो नियन्त्रण गर्नु असफल ब्याकिकमा परिणत त्यो ब्याकिक कोठी एफसीको लागि जर्सी नम्बर 3 कोन्चे आफ्नो साथी हेर्दै लामो काउन्टर यो सुन्दर फ्लिक जर्सी नम्बर 8 राजु तामाङको पोजदेखि बाहिर ब्याकिकमा परिणत यो ब्याकिक जुनियर बोइस नाम्लाको लागि अरुण आफ्नो साथी हेर्दै लामो काउन्टर जर्सी 7 को लागि जर्सी नम्बर 7 को यो फ्लिक तर पोजदेखि धेरै बाहिर ब्याकिकमा परिणत ब्याकिक कोठी एफसीको लागि
जर्सी नम्बर 5 छिरिङ आफ्नो साथी हेर्दै लामो काउन्टर तर डिफेन्डरबाट ब्लक जर्सी नम्बर 10 दरिलो प्रहार जर्सी नम्बर 10 को तर गोलरक्षकद्वारा सुन्दर बचा फेरि पनि सुन्दर मौका सर्ट पनि गरेको थियो तर डिफेन्डरबाट बचाउ र यहाँनिर फल्ट हान्ने मौका जुनियर बोइज नाम्लाको लागि जर्सी नम्बर 10 पंकज दरिलो प्रहार पंकजको तर डिफेन्डरद्वारा क्लियर ब्याककिकमा परिणत टच आउटमा परिणत त्यो टच आउट जुनियर बोइज नाम्लाको लागि लामो थ्रोइङ जर्सी नम्बर 10 पंकजको लागि शीतल पंकजको क्रस जर्सी नम्बर 8 को लागि जर्सी नम्बर 8 को दरिलो प्रहार छिरिङ शेर्पाको ब्याककिकमा परिणत त्यो ब्याककिक कोटी एफसीको लागि लामो काउन्टर जर्सी नम्बर 8 राजुको लागि नियन्त्रण गर्नु असफल ब्याककिकमा परिणत त्यो ब्याककिक जुनियर बोइज नाम्लाको लागि अरुण राई आफ्नो साथी हेर्दै यो लामो काउन्टर गोलरक्षकद्वारा बचाउ कर्नर किकमा परिणत कर्नर किक जुनियर बोइज नाम्लाको लागि जर्सी नम्बर 8 को पास टच आउटमा परिणत थ्रोइङ जुनियर बोइज नाम्लाको लागि अरुणको पास शीतलको पास टच आउटमा परिणत यो टच आउट कोटी एफसीको लागि पंकज खतरा सक्छ पंकज तर बल नियन्त्रण गर्नु असफल टच आउटमा परिणत यो टच आउट कोटी एफसीको लागि जर्सी नम्बर 3 कोन्चे आफ्नो साथी हेर्दै लामो थ्रोइङ सन्तोषको लागि नियन्त्रण गर्नु असफल जर्सी नम्बर 10 पंकजको लागि यो क्रस नियन्त्रण गर्नु असफल थ्रोइङमा परिणत यो थ्रोइङ कोठी एफसीको लागि जर्सी नम्बर 3 कोन्चे साथी हेर्दै जर्सी नम्बर 8 राजुको लागि राजुको सर्ट टच आउटमा परिणत थियो टच आउट जुनियर बोइज नाम्लाको लागि खोन्सेको सेफ कर्नर किकमा परिणत यो कर्नर किक जुनियर बोइज नाम्लाको लागि सुनौलो मौका बन्दै पंकज आफ्नो साथी हेर्दै फेरि पनि पंकजको खुट्टामा बल ब्याककिकमा परिणत यो ब्याककिक कोठी एफसीको लागि जर्सी नम्बर 3 कोन्चे आफ्नो साथी हेर्दै लामो काउन्टर डिफेन्डरद्वारा क्लियर पंकज आफ्नो साथी हेर्दै छिरिङको लागि पास तर मिस जर्सी नम्बर 7 को यो दरिलो क्लियरेन्स थ्रोइङमा परिणत यो लामो थ्रोइङ पंकजको लागि नियन्त्रण गर्नु असफल जर्सी नम्बर 7 को यो पास थ्रोइङमा परिणत जर्सी नम्बर 5 आफ्नो साथी हेर्दै छिरिङको यो क्रस जर्सी नम्बर 15 सन्तोषको लागि थियो जग्गा नभएको कारणले गर्दा सिधै थ्रोइङमा परिणत यो थ्रोइङ जुनियर बोइज नाम्लाको लागि अरुण आफ्नो साथी हेर्दै छिरिङको लागि यो गलत थ्रोइङ भएको कारणले गर्दा कोठी एफसीलाई दिएको छ यो थ्रोइङ जर्सी नम्बर 3 कोन्चे जादेद लामो थ्रोइङ जर्सी नम्बर 8 राजुको लागि नियन्त्रण गर्नु असफल टच आउटमा परिणत टच आउट कोठी एफसीको लागि फेरि पनि लामो थ्रोइङ जर्सी नम्बर 15 राजुको लागि फेरि पनि टच आउटमा परिणत जर्सी नम्बर 3 कोन्चे आफ्नो साथी हेर्दै यो फ्लिक जर्सी नम्बर 8 राजुको छिरिङको लागि जग्गा नभएको कारणले गर्दा टच ब्याककिकमा परिणत त्यो ब्याककिक जुनियर बोइज नाम्लाको लागि अरुण आफ्नो साथी हेर्दै यो लामो काउन्टर डिफेन्डरद्वारा क्लियर टच आउटमा परिणत त्यो टच आउट जुनियर बोइज नाम्लाको लागि अरुण फेरि पनि आफ्नो साथी हेर्दै शीतलको यो पास छिरिङको लागि छिरिङ आफ्नो साथी हेर्दै सन्तोष टच आउटमा परिणत जर्सी नम्बर 3 कोन्चे आफ्नो साथी हेर्दै जर्सी नम्बर 8 को लागि
सुन्दर बल नियन्त्रण गर्नु असफल ब्याककिकमा परिणत यो ब्याककिक कोठी जुनियर बोइज नाम्लाको लागि अरुण पंकजको लागि पंकजको काउन्टर सिधा ब्याककिकमा परिणत यो ब्याककिक कोठी एफसी को लागि कोन्छे आफ्नो साथी हेर्दै लामो काउन्टर राजुको यो फ्लिक डिफेन्डरद्वारा क्लियर जर्सी नम्बर 8 राजु बल नियन्त्रण गर्नु असफल जर्सी नम्बर 8 को लागि सुनौलो मौका जर्सी नम्बर 8 बल नियन्त्रण गर्नु असफल जर्सी नम्बर 8 छिरिङ शेर्पा जुनियर बोइज नाम्लाका खेलाडीको लागि यो सुनौलो मौका थियो नियन्त्रण गर्नु असफल टच आउटमा परिणत टच आउट कोठी एफसी को लागि जर्सी नम्बर 5 छिरिङ आफ्नो साथी हेर्दै राम्रो थ्रोइङ जर्सी नम्बर 8 को लागि नियन्त्रण गर्न असफल फेरि पनि क्लियर डिफेन्डरद्वारा टच आउटमा परिने टच आउट जुनियर बोइज नाम्लाको लामो थ्रोइङ शीतलको जर्सी नम्बर 8 छिरिङको लागि नियन्त्रण गर्नु असफल टच आउटमा परिने टच आउट कोठी एफसी को लागि कोठी खेलाडी गलत थ्रो भएको कारणले गर्दा कोठी एफसीलाई थ्रोइङ दिएको छ जर्सी नम्बर 5 कोठी एफसी का खेलाडी छिरिङ शेर्पा आफ्नो साथी लामो थ्रोइङ सन्तोषको लागि तर डिफेन्डरद्वारा बचाउ जर्सी नम्बर 10 पंकजको लागि सुनौलो मौका थियो द्वारा सुन्दर बचाउ चेन्ज भएको छ कोठी एफसी बाट जर्सी नम्बर 15 सन्तोष राई बाहिरिएको छ भने जर्सी नम्बर 9 दोर्जे तामाङ भित्रिएको छ दरिलो प्रहार दोर्जे तामाङको पोस्टदेखि बाहिर ब्याककिकमा परिणत यो ब्याककिक जुनियर बोइज नाम्लाको लागि अरुण आफ्नो साथी हेर्दै लामो काउन्टर शीतलको लागि तर डिफेन्डर र ब्लक अरुण फेरि पनि अरुण आफ्नो साथी हेर्दै जर्सी नम्बर 8 पंकजको लागि दरिलो प्रहार पंकजको राज छिरिङको तर गोलरक्षकद्वारा सुन्दर बचाउ कर्नर किकमा परिने त्यो कर्नर किक जुनियर बोइज नाम्लाको लागि सुनौलो मौका बन्दै जर्सी नम्बर 10 पंकज विश्वकर्मा आफ्नो साथी हेर्दै सर्ट तर डिफेन्डरद्वारा ब्लक जर्सी नम्बर 9 कोठी एफसी का खेलाडी दोर्जे तामाङ आफ्नो साथी हेर्दै यो लामो काउन्टर जर्सी नम्बर 8 राजुको लागि नियन्त्रण गर्नु असफल ब्याककिकमा परिणत यो ब्याककिक जुनियर बोइज नाम्लाको लागि जर्सी नम्बर 3 अरुण राई आफ्नो साथी हेर्दै साथको लागि क्लिक पनि गरेको थियो गोलरक्षकद्वारा सुन्दर बचाउ टच आउटमा परिणत त्यो टच आउट जुनियर बोइज नाम्लाको लागि जर्सी नम्बर 10 पंकज बर्देवा जर्सी नम्बर 3 अरुण राई थ्रोइङको लागि तयारी आफ्नो साथी हेर्दै लामो थ्रोइङ शीतलको लागि तर डिफेन्डरद्वारा बचाउ साथी हेर्दै लामो काउन्टर शीतलको लागि नियन्त्रण गर्नु असफल ब्याककिकमा परिणत ब्याककिक कोठी एफसी को लागि कोठी एफसी का खेलाडी जर्सी नम्बर 3 कोन्छे आफ्नो साथी हेर्दै लामो काउन्टर जर्सी नम्बर 8 को यो फ्लिक जर्सी नम्बर 9 दोर्जेको लागि नियन्त्रण गर्नु असफल थ्रोइङमा परिणत त्यो गलत थ्रो फेरि पनि थ्रोइङ जर्सी नम्बर 3 अरुणको थ्रोइङ जर्सी नम्बर 7 शीतलको लागि नियन्त्रण गर्नु असफल कर्नर किकमा परिणत त्यो कर्नर किक कोठी एफसीलाई खतरा बन्दै जर्सी नम्बर 7 शीतल साथी हेर्दै जर्सी नम्बर 10 पंकज बर्देवाको लागि सुन्दर मौका थियो हेड पनि गरेका थिए तर गोलरक्षकद्वारा बचाउ कोन्छेको यो लामो काउन्टर जर्सी नम्बर 9 दोर्जेको लागि जगाउनको कारणले गर्दा ब्याककिकमा परिणत यो ब्याककिक जुनियर बोइज नाम्लाको लागि जर्सी नम्बर 3 अरुण अनुभवी डिफेन्डर आफ्नो साथी लामो काउन्टर डिफेन्डरद्वारा क्लियर टच आउटमा परिणत त्यो टच आउट जुनियर बोइज नाम्लाको लागि अरुण आफ्नो साथी हेर्दै पंकज काउन्टर शीतलको लागि शीतलको क्रस जर्सी नम्बर 8 को
छिरिङको लागि थियो नियन्त्रण गर्नु असफल गोलरक्षकको लामो काउन्टर जर्सी नम्बर 10 पंकज बर्देवाको लागि नियन्त्रण गर्नु असफल ब्याकिकमा परिणत थियो ब्याकिक कोठी एफसीको लागि कोन्चे आफ्नो साथी हेर्दै लामो काउन्टर जर्सी नम्बर 8 राजुको लागि नियन्त्रण गर्नु असफल ब्याकिकमा परिणत ब्याकिक जुनियर बोइस नाम्लाको लागि अरुण अब साथी हेर्दै लामो काउन्टर कर्नर किकमा परिणत यो कर्नर किक फेरि पनि सुनौलो मौका बन्दै जुनियर बोइस नाम्लाको लागि जर्सी नम्बर 10 पंकज बर्देवा कर्नर किकको लागि तयारी दरिलो प्रहार जर्सी नम्बर 8 छिरिङ शेर्पाको फेरि पनि कर्नर किकमा परिणत यो टच आउटमा परिणत टच आउट जुनियर बोइस नाम्लाको लागि गलत थ्रो भएको कारणले गर्दा कोठी एफसीलाई दिएको छ यो लामो थ्रोइङ जर्सी नम्बर 5 को जर्सी नम्बर 9 दोर्जेको लागि डिफेन्डरद्वारा क्लियर फेरि पनि सुनौलो मौका थियो जर्सी नम्बर 8 राजुको लागि बल नियन्त्रण गर्नु असफल ब्याकिकमा परिणत ब्याकिक जुनियर बोइस नाम्लाको लागि यो लामो काउन्टर अरुणको डिफेन्डरद्वारा क्लियर टच आउटमा परिणत यो टच आउट जुनियर बोइस नाम्लाको लागि अरुण आफ्नो साथी हेर्दै जर्सी नम्बर 8 छिरिङको लागि पंकज आफ्नो साथी हेर्दै यो काउन्टर छिरिङको लागि तर छिरिङ जग्गा नभएको कारणले गर्दा ब्याकिकमा परिणत यो ब्याकिक कोठी एफसीको लागि जर्सी नम्बर 3 कोन्चे आफ्नो साथी हेर्दै जर्सी नम्बर 8 राजुको लागि यो हेड बल नियन्त्रण गर्नु असफल ब्याकिकमा परिणत यो ब्याकिक जुनियर बोइस नाम्लाको लागि र अहिलेसम्मको स्कोर हेर्नु हो भने दुवै टिम बराबरीमा रहेको छ र यो लामो काउन्टर गोलरक्षकद्वारा सुन्दर बचाउ कर्नर किकमा परिणत फेरि पनि जुनियर बोइस नाम्लाको लागि सुनौलो मौका जर्सी नम्बर 10 पंकज विश्वकर्माको यो सर्ट जर्सी नम्बर 7 को लागि यो पास थियो नियन्त्रण गर्नु असफल टच आउटमा परिणत टच आउट कोठी एफसीको लागि जर्सी नम्बर 8 राजु बल नियन्त्रण गर्नु असफल फेरि पनि टच आउटमा परिणत त्यो टच आउट जुनियर बोइस नाम्लाको लागि जर्सी नम्बर 3 अरुण साथी हेर्दै जर्सी नम्बर 10 पंकज बर्देवाको लागि पंकज बर्देवा बल नियन्त्रण गर्नु असफल ब्याकिकमा परिणत यो ब्याकिक जुनियर बोइस नाम्लाको लागि अरुण जर्सी नम्बर 3 ब्याकिक लागि तयारी यो लामो काउन्टर डिफेन्डरद्वारा बचाउ कर्नर किकमा परिणत यो दरिलो प्रहार डिफेन्डरद्वारा बचाउ टच आउटमा परिणत फेरि पनि टच आउट नाम्लाको लागि शीतलको सर्ट दरिलो प्रहार जर्सी नम्बर 8 नाम्लाचीका खेलाडी जर्सी नम्बर 8 छिरिङ शेर्पा र अहिलेसम्म स्कोर हेर्नु हो भने जुनियर बोइस नाम्ला 2 गोलले अघि छ भने कोठी एफसी 1 गोलमै र बल चलिसकेको छ जर्सी नम्बर 8 बल नियन्त्रण गर्नु असफल छिरिङ राजु तामाङ जर्सी नम्बर 9 दोर्जेको खुट्टामा बल दोर्जेको साथी हेर्दै सुन्दर काउन्टर जोर्जेको लागि दोर्जे बल नियन्त्रण गर्नु असफल ब्याकिकमा परिणत ब्याकिक जुनियर बोइस नाम्लाको लागि जर्सी नम्बर 3 अरुण आफ्नो साथी हेर्दै लामो काउन्टर ग्राउन्डदेखि सिधा बाहिर ब्याकिकमा परिणत ब्याकिक कोठी एफसीको लागि कोठी एफसीका अति नै अनुभविक डिफेन्डर कोन्चे शेर्पा आफ्नो साथी हेर्दै लामो काउन्टर डिफेन्डर ब्लक दरिलो प्रहार जर्सी नम्बर 5 कोठी एफसीका खेलाडी छिरिङ शेर्पाको पोस्टदेखि बाहिर ब्याकिकमा परिणत ब्याकिक जुनियर बोइस नाम्लाको लागि लामो काउन्टर अरुण राईको पोस्टदेखि बाहिर ब्याकिकमा परिणत यो ब्याकिक कोठी एफसीको लागि छिरिङ शेर्पा जर्सी नम्बर 5 कोठी एफसीका खेलाडी ब्याकिकको लागि तयारी यो लामो काउन्टर यो फ्लिक जर्सी नम्बर 8 को जर्सी नम्बर 9 दोर्जे तामाङको लागि नियन्त्रण गर्नु असफल टच आउटमा परिणत टच आउट जुनियर बोइस नाम्लाको लागि यो थ्रोइङ गोलरक्षकद्वारा बचाउ सुनौलो मौका जर्सी नम्बर 10 पंकज बर्देवाको लागि थियो गोलरक्षक आफ्नो साथी हेर्दै जर्सी नम्बर 5 को लागि पास जर्सी 5 को क्रस जर्सी नम्बर 3 कोन्चे शेर्पाको लागि नियन्त्रण गर्नु असफल टच आउटमा परिणत टच आउट जुनियर बोइस नाम्लाको लागि जर्सी नम्बर 7 शीतलको थ्रोइङ जर्सी नम्बर 8 को लागि जर्सी नम्बर 8 छिरिङ
बल नियन्त्रण असफल टच आउटमा परिरहेको टच आउट जुनियर बोइज नाम्लाको लागि जर्सी नम्बर 3 अरुणको यो थ्रोइङ डिफेन्डरद्वारा क्लियर जर्सी नम्बर 9 दोर्जेको क्रस जर्सी नम्बर 8 राजुको लागि सर्ट पनि गरेको थियो पोस्टदेखि बाहिर ब्याककिकमा परिणत थियो ब्याककिक जुनियर बोइज नाम्लाको लागि अरुण साथीलाई इसारा गर्दै यो लामो काउन्टर अनि यो सुन्दर गोल जर्सी नम्बर 8 छिरिङ शेर्पाको र अहिलेसम्मको स्कोर हेर्नु हो भने कोठी जुनियर बोइज नाम्ला 3 गोलले अघि छन् भने कोठी एफसी अहिले पनि 1 गोलमै र रेफ्रीको निर्णय अनुसार 2 मिनेटको एक्स्ट्रा टाइम दिएको छ बल चलिसकेको छ जर्सी नम्बर 8 को लागि यो क्रस बल नियन्त्रण गर्नु असफल टच आउटमा परिणत त्यो टच आउट जुनियर बोइज नाम्लाको लागि जर्सी नम्बर 10 पंकज बर्देवाको लागि फेरि पनि सुनौलो मौका बल नियन्त्रण असल कोन्सेको थ्रोइङ जर्सी नम्बर 9 दोर्जेको लागि दोर्जेको पास कोन्सेको लागि डिफेन्डरद्वारा क्लियर ब्याककिकमा परिणत ब्याककिक कोठी एफसीको लागि जर्सी नम्बर 5 छिरिङको दरिलो प्रहार डिफेन्डरद्वारा बचाउ फेरि पनि जर्सी नम्बर 9 दोर्जे तामाङको यो क्रस कोन्सेको पास दोर्जेको लागि दोर्जे बल नियन्त्रण गर्नु असफल टच आउटमा परिणत टच आउट कोठी एफसीको लागि जर्सी नम्बर 5 छिरिङ गोलरक्षकद्वारा सहजै नियन्त्रण अति नै अनुभवी गोलरक्षक जर्सी नम्बर 1 पेम्बा शेर्पा साथ हेर्दै छिरिङको लागि यो पास टच आउटमा परिणत यो टच आउट जुनियर बोइज नाम्लाको लागि जर्सी नम्बर 10 पंकज बर्देवाको यो क्रस जर्सी नम्बर 8 छिरिङको लागि तर छिरिङ जाउन नभएको कारणले गर्दा ब्याककिकमा परिले त्यो ब्याककिक कोठी एफसीको लागि जर्सी नम्बर 5 छिरिङ शेर्पा कोठी एफसीका खेलाडी दरिलो प्रहार तर डिफेन्डरद्वारा बचाउ जर्सी नम्बर 9 दोर्जे तामाङको यो सर्ट टच आउटमा परिणत लामो थ्रोइङ जर्सी नम्बर 3 कोन्सेको लागि दरिलो प्रहार दोर्जे तामाङको फेरि पनि टच आउटमा परिणत जर्सी नम्बर 5 को सुन्दर सर्ट पोस्टदेखि बाहिर ब्याककिकमा परिणत यो ब्याककिक जुनियर बोइज नाम्लाको लागि अरुणको यो लामो काउन्टर पोस्टदेखि बाहिर ब्याककिकमा परिणत यो ब्याककिक कोठी एफसीको लागि जर्सी नम्बर 5 छिरिङ शेर्पा कोठी एफसीका अति नै अनुभवी डिफेन्डर यो लामो काउन्टर जर्सी नम्बर 9 दोर्जेको लागि नियन्त्रण गर्नु असफल ब्याककिकमा परिणत त्यो ब्याककिक अरुण आफ्नो साथीहरूले लामो काउन्टर र रेफ्रीको विसल अनुसार यो पहिलो हाफ टाइम भइसकेको छ र केही क्षणमा तपाईहरुले दोस्रो हाफ टाइम पनि देख्न सक्नुहुनेछ र जर्सी नम्बर 5 छिरिङको सर्ट पोस्टदेखि बाहिर र चेन्ज भएको छ कोठी एफसीबाट चेन्ज भएको छ यहाँनिर गोलरक्षक जर्सी नम्बर 1 पेम्बा शेर्पा बाहिरिएको छ भने जर्सी नम्बर 1 पेम्बा शेर्पा बाहिरिएको छ भने जर्सी नम्बर 1 रबिन राई भित्रिएको छ र रेफ्रीको विसलको साथमा कर्नर किक दरिलो प्रहार अनि सुन्दर गोल कोठी एफसीका खेलाडी जर्सी नम्बर 3 कोन्चे शेर्पाको दरिलो प्रहार गोलमा परिणत र अहिलेसम्मको स्कोर हेर्नु हो भने जुनियर बोइज नाम्ला 3 गोलले अघि छन् भने कोठी एफसी 2 गोलमा र म्याच
दरिलो यो दरिलो प्रहार पोस्टदेखि धेरै बाहिर ब्याकिकमा परिणत यो ब्याकिक कोठी एफसीको लागि लामो काउन्टर जर्सी नम्बर 5 छिरिङ शेर्पाको ग्राउन्डदेखि बाहिर ब्याकिकमा परिणत यो ब्याकिक जुनियर बोइस नाम्लाको लागि जर्सी नम्बर 3 अरुण राई ब्याकिकको लागि तयारी साथीहरुले लामो काउन्टर गोलरक्षकद्वारा सुन्दर बचाव टचआउटमा परिणत त्यो टचआउट जुनियर बोइस नाम्लाको लागि यो गलत थ्रो भएको कारणले गर्दा थ्रोइङ कोठी एफसीलाई दिएको छ जर्सी नम्बर 9 दैलो प्रहार दोर्जेको पोस्टदेखि बाहिर ब्याकिकमा परिणत त्यो ब्याकिक जुनियर बोइस नाम्लाको लागि अरुण राई जर्सी नम्बर 3 आफ्नो साथी हेर्दै यो लामो काउन्टर अरुणको गोलरक्षकद्वारा सजै नियन्त्रण अति नै अनुभवी गोलरक्षक रबिन राईको सुन्दर सेभ यो लामो काउन्टर जर्सी नम्बर 3 कोन्छेको लागि डिफेन्डरद्वारा ब्लक फेरि पनि यो बल जर्सी नम्बर 9 दोर्जे आफ्नो साथी हेर्दै जर्सी नम्बर 3 कोन्छेको लागि यो क्रस नियन्त्रण गर्नु असफल टचआउटमा परिणत त्यो टचआउट कोठी एफसीको लागि दैलो प्रहार जर्सी नम्बर 8 राजु तामाङको पोस्टदेखि बाहिर ब्याकिकमा परिणत जर्सी नम्बर 8 राजु तामाङ बारम्बार खतरा बन्दै जुनियर बोइस नाम्लाको लागि र यो ब्याकिक जुनियर बोइस नाम्लाको लागि जर्सी नम्बर 3 अरुणको यो काउन्टर डिफेन्डरको ब्लक जर्सी नम्बर 9 दोर्जेको काउन्टर जर्सी नम्बर 8 राजुको लागि राजुको यो सर्ट पोस्टदेखि केही इन्ची बाहिर ब्याकिकमा परिणत त्यो ब्याकिक जुनियर बोइस नाम्लाको लागि अरुणको लामो काउन्टर जर्सी नम्बर 8 छिरिङको लागि नियन्त्रण गर्नु असफल ब्याकिकमा परिणत त्यो ब्याकिक जुनियर बोइस कोठी एफसीको लागि जर्सी नम्बर 5 छिरिङ शेर्पाको लामो काउन्टर जर्सी नम्बर 8 राजुको लागि नियन्त्रण गर्नु असफल यो काउन्टर ब्याकिकमा परिणत त्यो ब्याकिक जुनियर बोइस नाम्लाको लागि जर्सी नम्बर 3 अरुण आफ्नो साथीहरुले लामो काउन्टर पोस्टदेखि बाहिर ब्याकिकमा परिणत त्यो ब्याकिक कोठी एफसीको लागि जर्सी नम्बर 5 छिरिङको यो काउन्टर गोलरक्षकद्वारा सजै नियन्त्रण जुनियर बोइस नाम्लाको गोलरक्षकको यो लामो काउन्टर जर्सी नम्बर 10 पंकजको लागि डिफेन्डरद्वारा क्लियर दोर्जे आफ्नो साथीहरुले दोर्जेको क्रस जर्सी नम्बर 8 राजुको लागि नियन्त्रण गर्नु असफल थ्रोइङमा परिणत यो लामो थ्रोइङ शीतलको लागि शीतल बल नियन्त्रण गर्नु असफल दैलो प्रहार जर्सी नम्बर 9 राजुको दोर्जेको थ्रोइङमा परिणत त्यो थ्रोइङ जुनियर बोइस नाम्लाको लागि जर्सी नम्बर 3 अरुण आफ्नो साथी हेर्दै यो थ्रोइङ पंकजको लागि पंकज बल नियन्त्रण गर्नु असल खतरा हुन सक्छ जर्सी नम्बर 8 जर्सी नम्बर 8 को यो क्रस यो सुन्दर शट जर्सी नम्बर 9 दोर्जेको डिफेन्डरद्वारा क्लियर टचआउटमा परिणत त्यो टचआउट कोठी एफसीको लागि जर्सी नम्बर 8 को लागि यो थ्रोइङ राजुको लागि नियन्त्रण गर्नु असफल ब्याकिकमा परिणत त्यो ब्याकिक जुनियर बोइस नाम्लाको लागि अरुणको लामो काउन्टर गोलरक्षकद्वारा ब्लक फेरि पनि दरिलो प्रहार सुन्दर मौका थियो दोर्जेको लागि तर डिफेन्डरद्वारा क्लियर जर्सी नम्बर 9 दोर्जे तामाङ थ्रोइङको लागि तयारी आफ्नो साथीहरु जर्सी नम्बर 8 को फ्लिक जर्सी नम्बर 3 कोन्छेको लागि कोन्छेको यहाँनिर फल्ट हाने मौका कोठी एफसीको लागि जर्सी नम्बर 3 कोन्छे फल्ट हान्नुको लागि तयारी जर्सी नम्बर 5 को शट गोलरक्षकद्वारा सहजै नियन्त्रण गोलरक्षकको लामो काउन्टर टचआउटमा परिणत यो टचआउट कोठी एफसीको लागि जर्सी नम्बर 5 आफ्नो साथीहरु जर्सी नम्बर 9 दोर्जेको लागि दोर्जेको यो क्रस कोन्छेको लागि कोन्छे दरिलो प्रहार कोन्छेको टचआउटमा परिणत यो टचआउट कोठी एफसीको लागि जर्सी नम्बर 5 छिरिङ आफ्नो साथी हेर्दै जर्सी नम्बर 8 राजुको लागि राजु दैलो प्रहार राजुको गोलरक्षकद्वारा सुन्दर बचाव कर्नर किकमा परिणत यो कर्नर किक कोठी एफसीको लागि
कोठी एफसी का खिलाडी जर्सी नम्बर 3 कोन्चे कर्नर किकको लागि तयारी आफ्नो साथी हेर्दै दैलो प्रहार फेरि पनि कोन्चेको कर्नर किकमा परिणत यो फेरि पनि कर्नर किक कोठी एफसी का लागि दैलो प्रहार जर्सी नम्बर 9 दोर्जेको फेरि पनि थ्रोइङमा परिणत त्यो थ्रोइङ कोठी एफसी को लागि जर्सी नम्बर 8 राजु आफ्नो साथी हेर्दै दोर्जेको यो हेड पोस्टदेखि बाहिर ब्याकिकमा परिणत त्यो ब्याकिक जुनियर बोइस नाम्नाको लागि अरुणको यो काउन्टर डिफेन्डरद्वारा बचाउ जर्सी नम्बर 9 दोर्जे तामाङको शट गोलरक्षकद्वारा बचाउ टचआउटमा परिणत त्यो टचआउट कोठी एफसीको लागि फेरि पनि दोर्जे आफ्नो साथी हेर्दै राजुको लागि दैलो प्रहार फेरि पनि कोन्चेको डिफेन्डरद्वारा बचाउ जर्सी नम्बर 8 को खुट्टा मल खतरा जर्सी नम्बर 8 छिरिङ डिफेन्डरद्वारा बचाउ थ्रोइङमा परिणत यो थ्रोइङ जुनियर बोइस नाम्लाको लागि जर्सी नम्बर 8 दोर्जे आफ्नो साथी हेर्दै अरुणको लागि अरुण दैलो प्रहार अरुणको ग्राउन्डदेखि धेरै बाहिर ब्याकिकमा परिणत त्यो ब्याकिक कोठी एफसीको लागि लामो काउन्टर छिरिङको सुन्दर गोल जर्सी नम्बर 5 छिरिङ शेर्पाको सुन्दर गोल र अहिलेसम्मको स्कोर हेर्नु भने दुवै टिमका स्कोर बराबरीमा रहेका छन् कोठी एफसी 3 गोल छन् भने जुनियर बोइस नाम्ला पनि 3 गोलमा यो दैलो प्रहार जर्सी नम्बर 7 शीतलको ग्राउन्डदेखि बाहिर ब्याकिकमा परिणत यो ब्याकिक कोठी एफसीको लागि छिरिङ लामो काउन्टर गोलरक्षकद्वारा पञ्च आउट कर्नर किकमा परिणत बारम्बार खतरा बन्दै यो कर्नर किक कोठी एफसीको लागि सुनौलो मौका बन्दै कोन्चेको यो शट यो सुन्दर गोल यो फल्ट हाने मौका जुनियर बोइस नाम्लाको लागि दैलो काउन्टर डिफेन्डरद्वारा क्लियर टचआउटमा परिणत यो टचआउट रोयन र चेन्ज जुनियर बोइस नाम्लाबाट जर्सी नम्बर 7 शीतल लिम्बू बाहिरिएको छ भने जर्सी नम्बर 14 अमृत राई भित्रिएको छ जर्सी नम्बर 10 को गलत पास फेरि पनि जर्सी नम्बर 8 को लागि सुनौलो मौका शट पनि गरेको थियो राजु तामाङले कर्नर किकमा परिणत थ्रोइङमा परिणत थ्रोइङ कोठी एफसी को लागि जर्सी नम्बर 3 कोन्चेको थ्रोइङ जर्सी नम्बर 5 को लागि गलत थ्रो भएको कारणले गर्दा फल्ट हान्ने मौका जुनियर बोइस नाम्लाको लागि जर्सी नम्बर 3 अरुण आफ्नो साथी हेर्दै दोर्जेको लागि जर्सी नम्बर 3 दोर्जे यो क्रस राजुको लागि नियन्त्रण गर्न असफल ब्याकिकमा परिणत ब्याकिक जुनियर बोइस नाम्लाको लागि लामो काउन्टर टचआउटमा परिणत यो टचआउट जुनियर बोइस नाम्लाको लागि जर्सी नम्बर 3 अरुण आफ्नो साथी हेर्दै पङ्कजको क्लियरेन्स टचआउटमा परिणत त्यो टचआउट जुनियर बोइस नाम्लाको लागि जर्सी नम्बर 10 पङ्कज बर्देवा थ्रोइङको लागि तयारी आफ्नो साथी हेर्दै जर्सी नम्बर 14 अमृतको लागि थ्रोइङ नियन्त्रण गर्न असफल टचआउटमा परिणत टचआउट जुनियर बोइस नाम्लाको लागि लामो थ्रोइङ जर्सी नम्बर 14 अमृतको लागि बल नियन्त्रण गर्न असफल टचआउटमा परिणत त्यो टचआउट कोठी एफसीको लागि लामो थ्रोइङ जर्सी नम्बर 9 दोर्जेको लागि थियो डिफेन्डरद्वारा क्लियर टचआउटमा परिणत त्यो टचआउट कोठी एफसीको लागि दोर्जे तामाङ जर्सी नम्बर 9 आफ्नो साथी हेर्दै जर्सी नम्बर 8 राजुको लागि राजु खतरा हुन सक्छ राजु दैलो प्रहार दोर्जेको डिफेन्डरद्वारा बचाउ
जर्सी नम्बर 5 छिरिङ शेर्पाको यो काउन्टर डिफेन्डरद्वारा ब्लक यो क्रस छिरिङको लागि छिरिङको क्रस पंकजको लागि थियो बल नियन्त्रण गर्न असफल पंकज फेरि पनि छिरिङ शेर्पाको खुट्टामा बल छिरिङ शेर्पाको यो क्रस जर्सी नम्बर 3 कोन्सेको लागि थियो तर टच आउटमा परिणत त्यो टच आउट जुनियर बोइज नाम्लाको लागि जर्सी नम्बर 3 अरुण आफ्नो साथी हेर्दै जर्सी नम्बर 14 अमृतको लागि डिफेन्डरद्वारा क्लियर टच आउटमा परिणत त्यो टच आउट जुनियर बोइज नाम्लाको लागि जर्सी नम्बर 3 अरुण फेरि पनि थ्रोइङको लागि तयारी आफ्नो साथी हेर्दै लामो थ्रोइङ जर्सी नम्बर 14 अमृतको लागि अमृत बल नियन्त्रण गर्नु असफल टच आउटमा परिणत त्यो टच आउट जुनियर बोइज नाम्लाको लागि जर्सी नम्बर 10 पंकज विश्वकर्मा आफ्नो साथी हेर्दै दैलो प्रहार पंकज विश्वकर्माको पोस्टदेखि धेरै बाहिर ब्याकिकमा परिणत त्यो ब्याकिक कोठी एफसी को लागि कोठी एफसी का खेलाडी जर्सी नम्बर 5 छिरिङ शेर्पा ब्याकिकको लागि तयारी यो लामो काउन्टर गोलरक्षकद्वारा बचाउ कर्नर किकमा परिणत त्यो कर्नर किक कोठी एफसी को लागि सुनौलो मौका बन्दै जर्सी नम्बर 9 को लागि यो सुन्दर क्रस दोर्जेको लागि नियन्त्रण गर्नु असफल टच आउटमा परिणत टच आउट जुनियर बोइज नाम्लाको लागि दोर्जेको क्रस पंकज बर्देवाको लागि तर गोलरक्षकद्वारा बचाउ जर्सी नम्बर 14 अमृतको क्रस जर्सी नम्बर 10 पंकज विश्वकर्माको लागि थियो नियन्त्रण गर्नु असफल टच आउटमा परिणत टच आउट कोठी एफसी को लागि जर्सी नम्बर 5 छिरिङको यो काउन्टर जर्सी नम्बर 8 राजुको लागि टच आउटमा परिणत त्यो टच आउट जुनियर बोइज नाम्लाको लागि जर्सी नम्बर 3 अरुण थ्रोइङको लागि तयारी आफ्नो साथी हेर्दै यो लामो थ्रोइङ गलत थ्रो भएको कारणले गर्दा थ्रोइङ कोठी एफसीलाई दिएको छ जर्सी नम्बर 9 दोर्जेको थ्रोइङ जर्सी नम्बर 3 कोन्सेको लागि नियन्त्रण गर्नु असफल टच आउटमा परिणत त्यो टच आउट कोठी एफसी को लागि जर्सी नम्बर 5 छिरिङ शेर्पा आफ्नो साथी हेर्दै लामो थ्रोइङ कोन्सेको लागि डिफेन्डरद्वारा क्लियर फेरि पनि छिरिङ शेर्पाको पास जर्सी नम्बर 8 राजुको लागि राजु आफ्नो साथी हेर्दै दोर्जेको लागि राजुको लागि राजु आफ्नो साथी हेर्दै फेरि पनि दोर्जेको लागि यो पास टच आउटमा परिणत त्यो टच आउट कोठी एफसी को लागि लामो थ्रोइङ जर्सी नम्बर 3 कोन्सेको लागि कोन्सेको पास राजुको लागि राजु बल नियन्त्रण गर्न असफल जर्सी नम्बर 3 अरुणको खुट्टामा बल खतम अरुणको क्रस जर्सी नम्बर 8 को लागि जर्सी नम्बर 8 को शट अनि यो सुन्दर सेभ अति नै अनुभवी गोलरक्षक कोठी एफसी का रबिन राई यो लामो काउन्टर गोलरक्षकको हातमा सजै नियन्त्रण गोलरक्षकको लामो काउन्टर डिफेन्डरद्वारा क्लियर अमृत बल नियन्त्रण गर्न असफल दोर्जेको क्रस कोन्सेको लागि कोन्से खतम छ कोन्सेको खुट्टामा बल अनि शट त्यो सुन्दर गोल जर्सी नम्बर 3 कोन्सेको र अहिलेसम्मको स्कोर हेर्नु हो भने कोठी एफसी 4 गोलले अघि छन् भने नाम्ला जुनियर बोइज 3 गोलमै र म्याच चलि नै रहेको छ जर्सी नम्बर 10 पंकज विश्वकर्मा आफ्नो साथी हेर्दै दैलो प्रहार जर्सी नम्बर 8 छिरिङ शेर्पाको पोस्टदेखि बाहिर ब्याकिकमा परिणत त्यो ब्याकिक नाम कोठी एफसी को लागि जर्सी नम्बर 5 छिरिङ शेर्पा ब्याकिकको लागि तयारी आफ्नो साथी हेर्दै यो लामो काउन्टर कोन्सेको लागि गोलरक्षकद्वारा बचाउ ब्याकिकमा परिणत यो ब्याकिक जुनियर बोइज नाम्लाको लागि जर्सी नम्बर 3 अरुण राई ब्याकिकको लागि तयारी लामो काउन्टर अरुणको पोस्टमा ठोकिएर बाहिरिएको छ जर्सी नम्बर 9 दोर्जेको क्रस कोन्सेको लागि कोन्से जगाउन भएको कारणले गर्दा थ्रोइङमा परिणत थ्रोइङ जुनियर बोइज नाम्लाको लागि दोर्जे बल नियन्त्रण गर्नु असफल टच आउटमा परिणत टच आउट जुनियर बोइज नाम्लाको लागि जर्सी नम्बर 3 अरुण आफ्नो साथी हेर्दै छिरिङको लागि छिरिङको यो क्रस जर्सी नम्बर 14 अमृतको लागि नियन्त्रण गर्नु असफल ब्याकिकमा परिणत त्यो ब्याकिक जुनियर बोइज कोठी एफसी को लागि लामो काउन्टर कोन्सेको जर्सी नम्बर 9 दैलो प्रहार दोर्जे तामाङको पोस्टदेखि सिधै बाहिर रहेन प्लेयर हल्का घाइते
र फल्ट दिएको छ नि ब्याक ट्याकल भएको कारणले गर्दा यो फल्ट जुनियर बोइज नाम्लाको लागि जर्सी नम्बर 3 अरुण राई फल्ट हान्नुको लागि तयारी अरुण आफ्नो साथीले इशारा गर्दै यसलाई अब काउन्टर तर डिफेन्डरद्वारा ब्लक जर्सी नम्बर 9 दोर्जे तामाङको लागि यो क्रस नियन्त्रण गर्नु असफल यो थ्रोइङ जर्सी नम्बर 3 अरुणको खुट्टामा अरुणको यो क्रस जर्सी नम्बर 14 अमृतको लागि नियन्त्रण गर्नु असफल टचआउटमा परिणत टचआउट कोटी एफसीको लागि यो फ्लिक जर्सी नम्बर 8 को जर्सी नम्बर 9 दोर्जे तामाङको लागि थ्रोइङमा परिणत त्यो थ्रोइङ जुनियर बोइज नाम्लाको लागि अरुणको यो काउन्टर जर्सी नम्बर 14 अमृतको लागि जग्गा नभएको कारणले गर्दा टचआउटमा परिणत यो टचआउट कोठी एफसीको लागि जर्सी नम्बर 9 दोर्जेको शट तर गोलरक्षकद्वारा सजै नियन्त्रण गोलरक्षकको लामो काउन्टर डिफेन्डरद्वारा क्लियर फेरि पनि दोर्जेको खुट्टामा बल दोर्जे दरिलो प्रहार जर्सी नम्बर 5 छिरिङ शेर्पाको टचआउटमा परिणत फेरि पनि दोर्जेको यो शट कर्नर किकमा परिणत यो कर्नर किक जुनियर बोइज नाम्लालाई खतरा बन्दै जर्सी नम्बर 3 कोन्से कर्नर किकको लागि तयारी अति नै अनुभवी खेलाडी कोन्से को यो पास जर्सी नम्बर 9 दोर्जेको लागि सर्ट पनि गरेको थियो ब्याक किकमा परिणत ब्याक किक जुनियर नाम्ला बोइजको लागि लामो काउन्टर डिफेन्डरद्वारा क्लियर दोर्जे बल नियन्त्रण गर्नु असफल अरुणको यो काउन्टर छिरिङको लागि छिरिङ खतरा हुन सक्छ जर्सी नम्बर 8 छिरिङ ब्याक ट्याकल भएको कारणले फल्ट अनि यो फर्स्ट येलो जर्सी नम्बर 5 छिरिङ शेर्पालाई दिएको छ ट्याकल भएको कारण यो ब्याक ट्याकल भएको कारणले गर्दा फल्ट हान्ने मौका जुनियर बोइज नाम्लाको लागि जर्सी नम्बर 8 छिरिङ दैलो प्रहार अरुणको खुट्टामा बल फेरि पनि ब्याक ट्याकल फेरि पनि ब्याक ट्याकल भएको कारणले गर्दा यहाँनिर फल्ट फेरि पनि फल्ट हाने मौका नाम्ला जुनियर बोइज नाम्लाको लागि जर्सी नम्बर 3 अरुण फल्ट हान्नुको लागि तयारी जर्सी नम्बर 8 छिरिङको लागि छिरिङको शट सुनुलो मौका हुन सक्थ्यो पोस्टदेखि धेरै बाहिर ब्याक किकमा परिणत त्यो ब्याक किक कोठी एफसीको लागि गोलरक्षक आफ्नो साथी हेर्दै जर्सी नम्बर 10 पंकजको लागि जर्सी नम्बर 5 को शट गोलरक्षकद्वारा सजै नियन्त्रण गोलरक्षकको लामो काउन्टर पोस्टदेखि बाहिर ब्याक किकमा परिणत लामो काउन्टर जर्सी नम्बर 8 राजुको लागि जर्सी नम्बर 14 अमृत राई बल नियन्त्रण गर्नु असफल टचआउटमा परिणत टचआउट कोठी एफसीको लागि जर्सी नम्बर 9 दैलो प्रहार जर्सी नम्बर 3 कोन्सेको पोस्टदेखि धेरै बाहिर ब्याक किकमा परिणत जर्सी नम्बर 3 अरुण आफ्नो साथीले लामो काउन्टर गोलरक्षकद्वारा बचाउ कर्नर किकमा परिणत त्यो कर्नर किक जुनियर बोइज नाम्लाको लागि सुनौलो मौका बन्दै जर्सी नम्बर 14 को लागि सुनौलो मौका फेरि पनि टचआउटमा परिणत यो टचआउट जुनियर बोइज नाम्लाको लागि जर्सी नम्बर 10 पंकज विश्वकर्मा आफ्नो साथी हेर्दै जर्सी नम्बर 14 अमृतको लागि अमृत बल नियन्त्रण गर्न असफल जर्सी नम्बर 8 को लागि क्रस जर्सी नम्बर 8 शट डिफेन्डरद्वारा बचाउ लामो काउन्टर जर्सी नम्बर 8 राजुको लागि जर्सी नम्बर 3 कोन्चे आफ्नो साथी हेर्दै बल नियन्त्रण गर्न असफल अरुणको लागि सुन्दर मौका थियो तर डिफेन्डरद्वारा बचाउ टचआउटमा परिणत त्यो टचआउट जुनियर बोइज नाम्लाको लागि जर्सी नम्बर 14 अमृत राई थ्रोइङको लागि तयारी आफ्नो साथी हेर्दै थ्रोइङ तर गलत थ्रो भएको कारणले गर्दा कोठी एफसीलाई दिएको छ लामो थ्रोइङ जर्सी नम्बर 8 राजुको लागि राजुको यो शट डिफेन्डरद्वारा ब्लक थ्रोइङमा परिणत यो थ्रोइङ कोठी एफसीको लागि जर्सी नम्बर 8 राजु आफ्नो साथी हेर्दै
दोर्जेका लागि दोर्जेको फ्लिक धेरै कमजोर गोलरक्षकद्वारा सजिने गोलरक्षकको लामो काउन्टर डिफेन्डरद्वारा क्लियर राजुको क्रस दोर्जेको लागि दोर्जेको खुट्टा बल दोर्जे बल नियन्त्रण गर्नु असफल ब्याकिकमा परिणत ब्याकिक जुनियर बोइस नामलाको लागि अरुण आफ्नो साथीले इसारा गर्दै ब्याकिक लागि तयारी यो लामो काउन्टर जर्सी नम्बर 10 पंकज बर्देवाकाले सुन्दर बल नियन्त्रण गर्नु असफल ब्याकिकमा परिणत यो ब्याकिक कोठी एफसीका लागि जर्सी नम्बर 3 कोन्सेको यो शट कर्नर किकमा परिणत यो कर्नर किक कोठी एफसीको लागि जर्सी नम्बर 3 कोन्से शेर्पा कर्नर किकको लागि तयारी दरिलो प्रहार डिफेन्डरद्वारा बचाउ टच आउटमा परिणत यो लामो थ्रोइङ जर्सी नम्बर 8 राजु टच आउटमा परिणत फेरि पनि यो टच आउट कोठी एफसीको लागि यो लामो थ्रोइङ गोलरक्षकद्वारा बचाउ टच आउटमा परिणत फेरि पनि थ्रोइङ कोठी एफसीको लागि जर्सी नम्बर 5 आफ्नो साथी हेर्दै दैलो प्रहार जर्सी नम्बर 5 छिरिङ शेर्पाको पोस्टदेखि बाहिर ब्याकिकमा परिणत यो ब्याकिक जुनियर बोइस नामलाको लागि जर्सी नम्बर 3 अरुण आफ्नो साथी हेर्दै यो लामो काउन्टर डिफेन्डरद्वारा क्लियर जर्सी नम्बर 9 पेम्बाको लागि दोर्जेको लागि यो पास नियन्त्रण गर्नु असफल टच आउटमा परिणत टच आउट जुनियर बोइस नामलाको लागि जर्सी नम्बर 10 पंकज विश्वकर्मा बल नियन्त्रण गर्नु असफल जर्सी नम्बर 9 दोर्जेको यो क्रस कोन्सेको लागि तर कोन्से जग्गा नभएको कारणले गर्दा ब्याकिकमा परिणत ब्याकिक जुनियर बोइस नामलाको लागि अरुणको यो काउन्टर जर्सी नम्बर 14 अमृतको लागि बल नियन्त्रण गर्नु असफल ब्याकिकमा परिणत लामो काउन्टर जर्सी नम्बर 5 को ग्राउन्डदेखि सिधा बाहिर ब्याकिकमा परिणत ब्याकिक जुनियर बोइस नामलाको लागि जर्सी नम्बर 3 अरुण राई आफ्नो साथी हेर्दै लामो काउन्टर डिफेन्डरद्वारा क्लियर दोर्जेको लागि सुन्दर मौका दोर्जेको खुट्टामा बल खतम छ दोर्जे डिफेन्डरद्वारा बचाउ र थ्रोइङ कोठी एफसीको लागि यो लामो थ्रोइङ डिफेन्डरद्वारा क्लियर जर्सी नम्बर 5 छिरिङ आफ्नो साथी हेर्दै तर गलत पास छिरिङको कोन्चेद्वारा क्लियर टच आउटमा परिणत यो टच आउट जुनियर बोइस नामलाको लागि जुनियर बोइस नामलाको खेलाडी जर्सी नम्बर 3 अरुण आफ्नो साथी हेर्दै जर्सी नम्बर 14 अमृतको लागि यो पास तर डिफेन्डरद्वारा क्लियर जर्सी नम्बर 8 खतम सक्छ दैलो प्रहार अति नै सुन्दर प्रहार जर्सी नम्बर 8 राजु तामाङको गोलरक्षकद्वारा सुन्दर बचाउ टच आउटमा परिणत त्यो टच आउट जुनियर बोइस नामलाको लागि जर्सी नम्बर 8 छिरिङ शेर्पाको यो थ्रोइङ अरुणको लागि अरुण आफ्नो साथी हेर्दै छिरिङको लागि छिरिङ फेरि पनि आफ्नो साथी हेर्दै अमृतको लागि अमृतको खुट्टा बल खतम छ अमृतको यो क्रस पास नियन्त्रण गर्नु असफल टच आउटमा परिणत र यहाँनिर चेन्ज जुनियर बोइस नामलाबाट जर्सी नम्बर 14 अमृत राई बाहिरिएको छ भने जर्सी नम्बर 2 सोभित लिम्बू भित्रिएको छ र यो थ्रोइङ कोठी एफसीको लागि जर्सी नम्बर 3 कोन्चे आफ्नो साथी हेर्दै यो लामो थ्रोइङ जर्सी नम्बर 8 राजुको लागि नियन्त्रण गर्नु असफल ब्याकिकमा परिणत ब्याकिक जुनियर बोइस नामलाको लागि जर्सी नम्बर 3 अरुण राई ब्याकिकको लागि तयारी यो लामो काउन्टर अरुणको गोलरक्षकद्वारा सहजै बचाउ कर्नर किकमा परिणत त्यो कर्नर किक जुनियर बोइस नामलाको लागि सुनौलो मौका बन्दै जर्सी नम्बर 10 पंकज विश्वकर्माको जर्सी नम्बर 2 को यो क्रस जर्सी नम्बर 8 छिरिङको लागि नियन्त्रण गर्नु असफल जर्सी नम्बर 2 साथी हेर्दै ब्याक पास टच आउटमा परिणत त्यो टच आउट जुनियर बोइस नामलाको लागि जुनियर बोइस नामलाको खेलाडी जर्सी नम्बर 3 अरुण राई आफ्नो साथी हेर्दै पंकज विश्वकर्मालाई गोलरक्षक आफ्नो साथी हेर्दै जर्सी नम्बर 2 को लागि यो पास तर मिस दैलो प्रहार जर्सी नम्बर 5 छिरिङ शेर्पाको डिफेन्ड गोलरक्षकद्वारा सहजै नियन्त्रण टच आउटमा परिणत त्यो टच आउट जुनियर बोइस नामलाको लागि यो थ्रोइङ
गोलरक्षक आफ्नो साथी हेर्दै जर्सी नम्बर 2 को लागि जर्सी नम्बर 2 क्रस जर्सी नम्बर 3 अरुणको लागि जर्सी नम्बर 2 शोभित आफ्नो साथी हेर्दै जर्सी नम्बर 10 को यो लामो काउन्टर जर्सी नम्बर 2 शोभितको लागि थियो नियन्त्रण गर्नु असफल ट्याकल ब्याक ट्याकल भएको कारणले फल्ट येलो जुनियर बोइज नामलाका खेलाडी जर्सी नम्बर 10 पंकज विश्वकर्मा ट्याकल भएको कारणले फल्ट यो फल्ट हाने मौका कोठी एफसीको लागि जर्सी नम्बर 3 कोन्चेको दरिलो प्रहार ग्राउन्डदेखि बाहिर ब्याकिकका परिणत ब्याकिक कोठी जुनियर बोइज नामलाका लागि जर्सी नम्बर 3 जर्सी नम्बर 8 छिरिङको यो काउन्टर ग्राउन्डदेखि बाहिर ब्याकिकमा परिणत यो ब्याकिक कोठी एफसीको लागि कोठी एफसीका खेलाडी जर्सी नम्बर 5 छिरिङ शेर्पाको यो काउन्टर गोलरक्षकद्वारा सजिने गोलरक्षकको लामो काउन्टर गोलरक्षकद्वारा सजे नियन्त्रण रबिन राई आफ्नो साथी हेर्दै लामो काउन्टर जर्सी नम्बर 9 पेम्बाको लागि पेम्बा खतरनाक छ पेम्बा बल नियन्त्रण गर्नु असफल गोलरक्षकद्वारा सजे नियन्त्रण लामो काउन्टर जर्सी नम्बर 1 दिवन थापाको टचआउटमा परिणत त्यो टचआउट जुनियर बोइज नामलाको लागि अरुण राई जर्सी नम्बर 3 आफ्नो साथी लामो थ्रोइङ जर्सी नम्बर 10 पंकज विश्वकर्माको लागि बल नियन्त्रण गर्नु असफल टचआउटमा परिणत त्यो टचआउट कोठी एफसीको लागि जर्सी नम्बर 5 छिरिङ शेर्पाको लामो थ्रोइङ टचआउटमा परिणत यो टचआउट कोठी एफसीको लागि दरिलो प्रहार जर्सी नम्बर 9 पेम्बा शेर्पाको डिफेन्डरमा बचाउ कोन्चे बल नियन्त्रण गर्नु असफल दरिलो प्रहार जर्सी नम्बर 10 पंकज विश्वकर्माको पोस्टदेखि धेरै बाहिर ब्याकिकमा परिणत रेफ्रीको निर्णय अनुसार 2 मिनेटको एडिसनल टाइम दिएको छ ब्याकिक कोठी एफसीको लागि जर्सी नम्बर 5 छिरिङ शेर्पा आफ्नो साथी हेर्दै यो लामो काउन्टर ग्राउन्डदेखि बाहिर ब्याकिकमा परिणत यो ब्याकिक जुनियर बोइज नामलाको लागि यो थ्रोइङ जर्सी नम्बर 8 छिरिङ शेर्पा जुनियर बोइज नामलाको खेलाडीको यो काउन्टर जर्सी नम्बर 3 अरुणको लागि नियन्त्रण गर्नु असफल ब्याकिकमा परिणत त्यो ब्याकिक कोठी एफसीको लागि जर्सी नम्बर 5 छिरिङ शेर्पा कोठी एफसीको खेलाडीको यो काउन्टर ग्राउन्डदेखि सिधा बाहिर र यो ब्याकिक जुनियर बोइज नामलाको लागि जर्सी नम्बर 8 जुनियर बोइज नामलाका खेलाडी छिरिङ शेर्पा ब्याकिकको लागि तयारी आफ्नो साथी हेर्दै लामो काउन्टर गोलरक्षकद्वारा सुन्दर बचाउ अति नै अनुभवी गोलरक्षक कोठी एफसीका खेलाडी रबिन राईको यो बारम्बार सेभ यो कर्नर किक जुनियर बोइज नामलाको लागि यो क्रस जर्सी नम्बर 2 कर्नर किकमा परिणत यो कर्नर किक कोठी एफसीको लागि जर्सी नम्बर 3 कोन्चे कर्नर किकको लागि तयारी कोन्चेको यो शट र यो सुन्दर गोल अति नै अनुभवी खेलाडी कोठी एफसीका कोन्चे शेर्पा को यो दोस्रो गोल अहिलेसम्मको स्कोर हेर्नु हो भने कोठी एफसी 5 गोलले अघि छन् भने जुनियर बोइज नामला अहिले पनि 3 गोलमै र रेफ्रीको विसल साथमा यहाँ बल चलिसकेको छ जर्सी नम्बर 3 अरुणको शट डिफेन्डरद्वारा बचाउ जर्सी नम्बर 10 पंकज विश्वकर्माको ब्याक पास गोलरक्षकद्वारा क्लियर टचआउटमा परिणत त्यो टचआउट कोठी एफसीको लागि जर्सी नम्बर 5 छिरिङ शेर्पाको थ्रोइङ टचआउटमा परिणत दोर्जे आफ्नो साथी हेर्दै 8 राजु दोर्जेको शट पोस्टदेखि बाहिर ब्याकिकका परिणत यो ब्याकिक जुनियर बोइज नामलाको लागि यो लामो काउन्टर जर्सी नम्बर 8 छिरिङ शेर्पाको गोलरक्षकद्वारा क्लियर टचआउटमा परिणत यो टचआउट
जुनियर बोइस नाम्लाको लागि जर्सी नम्बर 3 अरुण राई थ्रोइङको लागि तयारी आफ्नो साथीहरुले थ्रोइङ जर्सी नम्बर 2 को लागि 2 अरुण राईको यो शट पोस्टदेखि धेरै बाहिर ब्याककिकमा परिणत यो ब्याककिक कोठी एफसी को लागि जर्सी नम्बर 5 छिरिङ शेर्पा आफ्नो साथीहरुले लामो काउन्टर डिफेन्डरद्वारा क्लियर दलिलो प्रहार जर्सी नम्बर 9 दोर्जे तामाङको डिफेन्डरद्वारा बचाउ टचआउटमा परिणत टचआउट कोठी एफसी को लागि दोर्जेको थ्रोइङ राजुको लागि दोर्जेको खुट्टामा राजु खुट्टामा खतरनाक छ राजुको शट डिफेन्डरद्वारा बचाउ पंकज आफ्नो साथीहरुले अरुणको लागि यो पास बल नियन्त्रण गर्नु असफल टचआउटमा परिणत टचआउट कोठी एफसी को लागि जर्सी नम्बर 3 कोन्चेको यो थ्रोइङ जर्सी नम्बर 9 दोर्जेको लागि नियन्त्रण गर्नु असफल ब्याककिकमा परिणत ब्याककिक जुनियर बोइस नाम्लाको लागि यो लामो काउन्टर गोलरक्षकको हातमा र रेफ्रीको विसल अनुसार म्याचको अन्त भएको छ र कोठी एफसी 5 गोल लगाएर विजय बनेका छन् भने जुनियर बोइस नाम्ला 3 गोलमा पराजित बनेका छन्।